गाइस आज चाहिँ हाम्रो उधौली पर्व 18 गते मेवाङको भने राईको Exactly. Ani why pushing? हामीलाई त आउँदैन हैन अब ल ल ल पप्पा देप्पाहरुले गर्दै हुनुहुन्छ बाबाङ काकाहरु आज चाहिँ उधौली लाग्यो हैन त उधौली छ उधौली मात्र हो श्रीपुरी रिसराज नगर हैन साया एमपी साया पिन्जी यतिकै त होला नि लम्बा साल त्यसो है यो चाहिँ भरै नाचिसकेर खाने जाँडो रक्सी हुन्छ अनि यो च्याप्रुङ यो झेम्टा चिन्दो अब फेरि भिडियो चाहिँ अब भरे नाचको हेरौँ है ल त साथीहरू अब चाहिँ नाच सुरु हुनु आँटेको छ मान्छे थोरै भए पनि अब अब चाहिँ फाइनली सुरु भइसकेको छ उधौली पर्व हामी चाहिँ यसरी मानिँदैछ है साथीहरू आजबाट उधौली लाग्यो ल त गाइस अब चाहिँ अर्को सिली यो अघिको फाल्टै र यो फाल्टै सिली नाच्दै हुनुहुन्छ
बजाउनु न बाबाङले पनि। साथीहरू अब यो चाहिँ तेस्रो सिली हुन गइरहेको छ। अब कहाँको सिली यो याफु माङ्त्या सिली भन्दै हुनुहुन्थ्यो हो कि होइन त्यति मलाई थाहा भएन। याफु माङ्त्याबाट हेर्दै हुनुहुन्छ भने भनिदिनु होला। आजबाट चाहिँ फाइनल्ली उधौली लागिसकेको छ। अब पहिला के बाउ बाजेहरूले भने अनुसार अब चाहिँ चराहरू अब माछाहरू उधो लाग्ने अरे, खोलादेखि उधो झर्छ अरे, चराहरू पनि लेखदेखि औल झर्छ अरे। अब जाडो मौसममा उधो झर्छ अरे, अब गर्मी मौसममा फेरि उभो जान्छ अरे। फाइनली आजको पर्व चाहिँ मानियो सक्यो। भिडियो मन परे लाइक कमेन्ट सेयर र बेल आइकन अन गरिदिनु होला।